आदरणीय दर्शकवृन्द, नमस्कार। बालबालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि तयार पारिएको यस युट्युब भिडियोमा प्यारा विद्यार्थी भाइ बहिनी, आदरणीय अभिभावकज्यू र शैक्षिक सरकारवाला सबैलाई हार्दिक स्वागत गर्दछु। सबैको प्रिय कसरी बन्ने, यसै विषयमा आजको भिडियो बनाइएको छ। प्रिय कसरी बन्ने भन्नुभन्दा पहिले किन प्रिय बन्ने भन्ने कुरा प्रमुख हुन्छ। संसारमा सबैभन्दा शक्तिशाली व्यक्ति त्यो हुन्छ जसको पक्षमा धेरै मानिस छन्। आफू शक्तिशाली, बलियो र प्रभावकारी कहलिन आफ्नो पक्षमा धेरै मानिस हुनुपर्दछ। जस्तै हालका नेपालको प्रधानमन्त्री बालेन्द्र शाह, उहाँको पक्षमा 2/3 अर्थात् 3 भागमा 2 भाग उनको पक्षमा र 1 भाग मानिस मात्र विपक्षमा उभिएपछि उनी शक्तिशाली व्यक्ति बनेका हुन्। मानव तपाईँका लागि केही जोखिम र खतरा आइरहेको छ, तपाईँलाई थाहा छैन। तपाईँको पक्षमा धेरै मानिस छन् भने उनीहरूले त्यो खतरा थाहा पाउने बित्तिकै तपाईँलाई भनिहाल्छन् र खतराबाट तपाईँ बच्न सक्नुहुन्छ। यदि धेरै मानिस तपाईँको विपक्षमा छन् भने उक्त खतराको कुरा नभन्न पनि सक्छन्। आफू खतराको भुमरीमा परिन्छ। त्यसकारण पनि सबैको प्रिय बन्नु जरुरी छ। तपाईँका लागि कुनै राम्रो सुवर्ण अवसर आएको छ, तर तपाईँलाई थाहा छैन भने तपाईँ सबैको प्रिय बन्नुभयो। सबैले उक्त सुनौलो अवसरमा तपाईँलाई ठाउँ दिन्छन् अथवा जानकारी गराउँछन्। तपाईँ कसैको प्यारो बन्न सक्नु भएन भने उक्त अवसर तपाईँले गुमाउनु पर्ने हुन्छ। यदि तपाईँ सबैको प्रिय हुनुहुन्छ भने तपाईँलाई कुनै समस्या र अप्ठ्यारो परेको बेला साथ दिने मान्छे धेरै हुन्छन् र धेरैले सहयोग गर्नेछन्। सबैको प्यारो मान्छेलाई कहीँ कतै अन्याय पर्यो भने उसको पक्षमा बोल्ने मान्छेको कमी हुँदैन। आफूले उठाएको हरेक कदममा सबैको समर्थन साथ पाउन सबैको प्रिय बन्न जरुरी छ। प्रिय विद्यार्थी भाइ बहिनी, त्यसो भए कसरी सबैको प्रिय बन्न सकिन्छ त? अबको पालोमा कसैलाई भेट्ने बित्तिकै सम्मान गर्ने, जस्तै दर्शन गर्ने, नमस्कार गर्ने अथवा ढोक गर्ने। हामी अरूलाई नमस्कार गर्छौँ वा गर्दैनौँ, यसको अर्थ के हुन्छ त भने हामी आफ्नो एक किसिमको परीक्षा दिइरहेका हुन्छौँ। यदि हामीले नमस्कार गर्यौँ त परीक्षामा पास भयौँ, अर्थात् एकजना मान्छे कमायौँ। यदि नमस्कार गरेनौँ भने आफूले एकजना मानिसको साथ गुमायौँ। हामी परीक्षामा हुन्छौँ। हामीले ढोक गरे पनि नगरे पनि अर्को मान्छेलाई चाहिँ केही फरक पर्दैन, तर हामीलाई चाहिँ फरक पर्छ। आफ्नो परिचय राम्रो दियौँ। भेट हुने बित्तिकै पहिलो सम्बोधनले हामी प्रिय बन्न सक्छौँ। अर्को छ नम्रता। कुनै पनि अर्को व्यक्तिसँग गर्ने हरेक नम्र व्यवहारले सबै मानिसलाई आफ्नो बनाउन सकिन्छ। त्यस्तै सहयोगी भावना। कसैलाई अप्ठ्यारो पर्नु भनेको हाम्रो सहयोग गर्ने सुनौलो अवसर हो र सबैको प्रिय बन्ने अवसर हो भन्ने सम्झनुपर्छ। आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिहाल्नुपर्छ। अर्को हो बोल्नुभन्दा सुन्ने धेरै गर्नु। बोल्ने भन्दा सुन्ने धेरै। 2-4 जना साथी भएको ठाउँमा छलफल कुराकानी भइरहेको हुन्छ। त्यहाँ त्यति बेला निकै ध्यान पुर्याउनु पर्छ। कसले कुन उद्देश्यले बोलिरहेको छ। त्यहाँ बोल्ने बढी जसो मानिसहरू आफूलाई स्मार्ट देखाउनका लागि बोलिरहेका हुन्छन्। ध्यान दिनुहोला। र कसैले अर्कालाई खसालेर हाँसो गरिरहेका हुन्छन्। यदि आफूले बोल्नै पर्यो भने आफ्नो बोलीले कोही सुध्रिने गरी, कसैलाई सुधार्ने गरी बोल्नुपर्छ कि त सबैलाई सम्मान हुने गरी बोल्न सक्नुपर्छ। यति गर्यो भने तपाईँको मिसन पुरा हुन्छ। यदि तपाईँ पनि अरूले जस्तै कसैलाई कमजोर देखाउन र आफूलाई स्मार्ट देखाउन बोल्नुभयो भने मुखले त तपाईँलाई हुन्छ ठिक छ भन्लान् अथवा ठुलै छ भन्लान्, तर मनले टाढा बनाउँदै जान्छन्। त्यसकारण कम बोल्ने, बढी सुन्नाले सबैको प्रिय बन्न सकिन्छ। र सबैको प्रिय बन्ने प्रभावकारी उपाय हो आफू परिश्रमी बन्ने, लगनशील बन्ने, इमान्दारी बन्ने र स्वावलम्बी बन्ने। तपाईँ आफ्नो जिम्माको काम डटेर खटेर पुरा गर्नुहुन्छ भने तपाईँ सफल बन्नुहुनेछ र सबै तपाईँको
पछि पछि लाग्नेछन्, तपाईँ सबैको प्यारो बन्न सक्नुहुन्छ। प्यारा विद्यार्थी भाइ बहिनी, 2 दिनको जिन्दगीमा हामीले एउटै उद्देश्य राख्नुपर्छ कि सबैसँग मिल्ने। हामी मिल्यौँ भने समाज मिल्छ, गाउँ मिल्छ, जिल्ला मिल्छ, देश मिल्छ र संसार मिल्छ। कहीँ कतै झगडा हुँदैन, संसार रमाइलो हुन्छ। किनकि झगडा त भेट्ने बित्तिकै जन्तुले पो गर्छ त। हामी जन्तु हो र? हामी त मानिस हौँ। मानिसको गुण देखाउने हो, पशुको होइन। त्यसकारण तपाईँ पनि यी तरिकाहरू अपनाई सबैको प्रिय बन्नुहोस्। जीवन रङ्गिनमय, हाँसो र खुसीमय बिताउनुहोस्। तपाईँलाई अनन्य शुभकामना। आदरणीय अभिभावकज्यू, बालबालिकामा गुणस्तरीय शिक्षा वृद्धि गरी उनीहरूको सुखद जीवनयापनको तपाईँ हाम्रो लक्ष्य उद्देश्य एउटै छ। त्यसकारण यो भिडियो नछुटाई हेर्न भन्नुहोस्। तपाईँ हाम्रो सहकार्य नियमित गर्न मेरो भिडियोलाई सब्सक्राइब, लाइक र सेयर गरेर सहयोग गर्न अनुरोध गर्दै अर्को भिडियोमा फेरि भेट्ने गरी आजको भिडियोबाट आज्ञा चाहन्छु। हवस् त, नमस्कार।